नमस्ते, म प्रकाश र हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी एउटा इक्जाम्पलबाट सम्झौँ हैन। मुकेश अम्बानी र अनिल अम्बानी दुईजना एउटै फ्यामिलीबाट निस्केका थिए हैन। एउटै इन्भाइरोमेन्टमा हुर्किए, सेम एजुकेसन सिस्टम पाए हैन, सेम स्टार्टिङ पोइन्ट थियो। तर एकजना चाहिँ आज दुनियाँको सबैभन्दा धनी मानिसको सूचीमा गनिन्छन् र अर्का चाहिँ कहीँ न कहीँ फाइनेन्शियल स्ट्रगल गरिरहेका छन् हैन। क्वेसन यो छ कि ब्याकग्राउन्ड सेम थियो, फाइनेन्शियल एजुकेसन सेम थियो, अपर्च्युनिटी सेम थियो, फेरि रिजल्ट चाहिँ किन अलग अलग त भन्दा चाहिँ यो माइन्डसेटको रोल। रिच र पुअर माइन्डसेटको डिफ्रेन्स चाहिँ पैसाले मात्रै हुँदैन हैन। यो यहाँ सोचको ठुलो फरक पर्छ। तपाईहरु डिसिजन कस्तो लिनुहुन्छ, रिस्कलाई कसरी हेर्नुहुन्छ र लङ टर्मलाई कति इम्पोर्टेन्स दिनुहुन्छ, यो सबै थोक मिलेर तपाईहरुको भविष्यमा फाइनेन्शियल डाइरेक्सनलाई हेरिन्छ हैन। पुअर माइन्डसेट कोर सेक्युरिटी हुन्छन् हैन। यस्तो माइन्डसेट भएका मानिसहरु सेफ गेम खेल्छन्। उनीहरुलाई लाग्छ कि फिक्स इन्कम नै सेफ अप्सन हो हैन। रिस्क लिनुबाट डराउँछन् हैन। यो सर्ट टर्मको लागि त ठीक छ, तर लङ टर्ममा तपाईहरुको वेल्थ ग्रोथ हुँदैन हैन। जब तपाई एकदम सेफ गेम खेल्नुहुन्छ, तपाईहरु त्यो वेल्थ क्रिएट गर्ने अपर्च्युनिटिजहरु जो पनि आउँछ त्यसलाई देख्नु हुँदैन हैन। किनभने तपाईहरु कहीँ न कहीँ एकदम तपाईहरु आफ्नो कम्फर्ट जोनमा नै ठीक हुनुहुन्छ। तर रिच माइन्डसेट भएका मानिस ग्रोथमा फोकस गर्छन् हैन। रिस्क लिनुबाट डराउँदैनन्। रिस्कलाई क्याल्कुलेट गरेर अपर्च्युनिटिजहरु खोज्छन् हैन, जहाँ इन्भेस्ट गर्नु। उसको बाद कहीँ फेल पनि भइहाल्यो भने पनि, उनले गलत डिसिजन लिए भने पनि त्यो फेलियरलाई उनीहरु फिडब्याकको रूपमा हेर्छन् र त्यसबाट केही कुरा सिकेर, त्यो फेलियरबाट कुरा सिकेर उनीहरु अर्को अझ राम्रो डिसिजन लिनु सक्षम हुन्छन् हैन। तर पुअर माइन्डसेटका मानिस पैसालाई एन्ड गोल मान्छन् हैन, अनि धेरै कमाउनुमा फोकस गर्छन् हैन। तर त्यो पैसालाई कसरी ग्रोथ गर्ने, कसरी बढाउने, त्यो चीजमा चाहिँ ध्यान दिँदैनन् हैन। त्यसकारण जस्तो जस्तो इन्कम बढ्दै जान्छ, त्यस्तै उनीहरुको एक्सपेन्स पनि साथमा बढ्दै जान्छ। त्यसकारण उनीहरुको फाइनेन्शियल पोजिसन पनि लास्टमा स्ट्रङ हुँदैन हैन। त्यसैकारण उनीहरु लास्टसम्म मेहनत गरिरहेका हुन्छन् हैन, पैसाको लागि स्ट्रगल गरिरहेका हुन्छन्। तर रिच माइन्डसेटका भएका मानिसहरु चाहिँ पैसालाई एउटा टुल सम्झिन्छन् हैन। अनि जो इन्कम आउँछ त्यसलाई त्यसबाट एसेट क्रिएट गर्छन् र फ्युचरमा उनीहरुले वेल्थ जेनेरेट गर्ने बाटो बनाउँछन् हैन, बाटो बनाउँछन्। त्यसैकारण धनी मानिसहरु पहिला इन्कम गर्छन्, उसको बाद इन्भेस्ट गर्छन्, उसको त्यसपछि मात्रै एक्सपेन्स गर्छन् हैन। धन्यवाद। तपाईहरु मेरो भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद।